आज चाहिँ यहाँ नुडल बनाइ हुँदैछ हो। अब यो चाहिँ सुप यता चटनीको लागि रेडी हुँदैछ। ल आलुबाट खानु बोलाउँछु है। हल्का चिकन ल यो चाहिँ टमाटर र चटनी बनाउनुपर्छ, मिठो हुन्छ। ल अहिले देखाउँछु ल मिठो ल चटनी ल। अब यो चाहिँ धनिया र प्याज माथिबाट छरेर खानुपर्छ ल। अहिले चाहिँ नुडल्सको लागि पानी बोइल हुँदैछ। अब उम्लेपछि चाहिँ टक्क नुडल हाल्नुपर्छ। अब यसलाई चाहिँ यसरी टक 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 है कुचाउने। त्यसको बादमा अब मिक्सीमा हालेर पिस्नुपर्छ है एकछिन ल। टक्कै यसरी मिक्सीमा हाल्ने अब पिस्नुपर्छ। अब चाहिँ हल्दी हो। अब सेतो नुडल होइन, सेतो नुडल छ यसलाई। अब चाहिँ निन्जा टेक्निक भन्नु पऱ्यो। अब सेतोलाई पहेँलो बनाउनुको लागि यो मिक्सी चाहिँ भन्नुपर्दा कम्पनी नै दिएको हो हामीलाई। यसमै पिसाइ हुन्छ गरारा। अब अघि भनेको थिएँ नि सेतो नुडललाई चाहिँ पहेँलो बनाउने भन्ने तरिका चाहिँ अब यो हो हालै। हो 5 प्याकेट छ सबै। हल्का उम्लिनु पऱ्यो, तेल हाल्नु पऱ्यो। हल्का पानी कम्ती भयो, हल्का तेल हाल्यो। तेल हाल्यो भने चाहिँ चिप्किँदैन है। ल लगाइजो गाइस हो कि के हो। अब नुडल्स चाहिँ हाक्का नुडल्स अरे। अब हाक्का नुडल्स अब आज चाहिँ थुक्पा बनाइदिएको नि त। थुक्पा साह्रै खानु मन लाग्यो कि। नुडल्सको सुप चाहिँ अब आइज थुक्पाको लागि हल्का यो चाहिँ हाम्रो नुडल्स। यो चाहिँ अब टक्कै त्यहाँ हालेर चाहिँ आम्बो आज बेलुका त तमासा आउने रहेछ यहाँ त। अब यो त हाम्रो मोमो सिट हो है। कहिले कहिले मोमो पनि खान्छौँ। नुडल्स कस्तो पहेँलो भयो हेर यहाँ। तिमीहरू पहेँलो नुडल भन्छौ, पहेँलो नुडल किन्नै पर्दैन। हल्दी हाल्यो भने बास खत्तम निन्जा टेक्निक भइहाल्छ। भइगयो त यो। अब यो सुप टक्कै नुडल हाल्यो, टक्कै सुप आम्बो भएको भएन अब पहेँलो नुडल्स। थुक्पा अरे अलिक हाल्नु न। सुप हाल त। वाह इसको बोलते हैं थुक्पा। ठीक है, ओरिजिनल थुक्पा जो बाहर मिलता है ना वो मुंबई में, वो थुक्पा नहीं है। ये ओरिजिनल थुक्पा, ओरिजिनल थुक्पा। सब झूठ बोलता है थुक्पा थुक्पा। ये थुक्पा ओरिजिनल। ठीक है, देखो व्हाइट कलर का नूडल कैसे पीला बनाया जाता है। ये है ओनियन और चॉप। ये है सूप, ये चटनी।
दबाई पाउँछ त नि त जेल 2 दिनमै 2 दिन जति एकै दिन जति नगद पनि नगदेर जिल्ला हजुर आंटी मैं फोन छोड़ के ना मैं वॉशरूम गई थी ना आके देखा तो आपका फोन आया था तो फिर मैंने मुझे लगा मम्मी के पास ही हो गया तो फिर मैंने मिस कॉल दिया बस भयो ठीक है रुक क्या कटलेट खानु सुन्नु होला कटलेट खाना त्यो झन् रुकिए आंटी देख रही बोइल गर्छ होइन डल्लो पार्छु भयो उयो भनेको क्या के अरे आर्य समाज मंदिर गुरु जान्छु जू उयो छ नि त्यहाँ गार्डन त्यसो हिँड्नु पर्छ तिमीलाई त्यसै त्यति बनाउँछ 2856 231 आउँछ 3 बस आउँछ त्यहाँबाट 224 मा चढ्दा पनि भयो 228 मा चढ्दा पनि भयो 231 मा चढ्दा पनि भयो सजु गार्डन सम्म मात्रै